विश्वकै ठूलो र अलौकिक 9 रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलाचक्रमा स्वयं प्रकट शिवलिङ्ग शालिग्रामको दर्शन म आज हजुरहरूलाई गराउनेछु। धौलागिरी अञ्चल म्याग्दी जिल्ला सदरमुकामदेखि 3 किलोमिटर उत्तरमा अवस्थित मुक्तिनाथ प्रवेशद्वार तथा मुक्तिद्वारको रूपमा रहेको यो गलेश्वर धाम। गलेश्वर धाम महादेवको मूल अङ्ग स्वयं उत्पन्न ज्योतिर्लिङ्ग हो। यो शिवलिङ्ग मानव निर्मित नभई प्रकृति निर्मित भएकोले यो कति वर्ष पुरानो हो भन्ने कुराको यकिन भने भन्न सकिँदैन र कहीँ कतै उल्लेख भएको पनि पाइँदैन। महादेवले आफ्नो अर्धाङ्गिनी सतीदेवीको मृत शरीर बोकी हिमालयतर्फ जाँदै गर्नुहुँदा यसै स्थानमा सतीदेवीको गलापतन भएकोले यस शिवलिङ्गको नाम गलेश्वर महादेव रहन गएको भन्ने विश्वास गरिन्छ। यस्तै अर्को कथन अनुसार गालव ऋषिले यसै धाममा शिवजीको तपस्या गर्नुभएकोले पनि गलेश्वर नामले प्रसिद्ध हुन गएको भन्ने विश्वास पनि गरिन्छ। यस पौराणिक तपोभूमिमा 108 शिवलिङ्गको पनि दर्शन गर्न पाउनुहुनेछ। साथसाथै चक्रशिलामाथि कहिले नसुक्ने जलबराह कुण्ड समेत रहेको छ, जुन कुण्ड हजुरहरूले अहिले भिडियोमा पनि देख्दै हुनुहुन्छ भने पवित्र काली गण्डकीको जलबाट स्नान गर्नु बनाइएको 11 गौमुखी धाराहरू पनि रहेको छ। धार्मिक विश्वास अनि मान्यता अनुसार भक्तालुहरूले जुन चाहनाले भाकल गरी यस तीर्थमा दर्शन पूजा एवं यज्ञ गर्नाले उहाँहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ। देवादिदेव महादेवले हजुर हामी सबैको रक्षा गर्नुहोस्। हजुरहरूको दिन निकै शुभ रहोस्।